नमस्कार, स्वागत छ सबैजनालाई मेरो किचनमा। आज मेरो किचनमा मैले के पकाएको छु हजुरहरूलाई थाहा छ? आज मैले जनाको झोल बनाएको छु। हुन त यो जनाको झोल हामी नेपालीहरूको अल टाइम फेभरेट, जिउ दुख्यो जनाको झोल, जाडो भयो जनाको झोल, सुत्केरीलाई जनाको झोल। त्यसै गरी अब हजुरहरूले पनि आफ्नो आफ्नो तरिकाबाट त सबैजनाले बनाएर खाइ नै रहनु भएको होला। तर मैले आज कसरी बनाउँछु भनेर मात्र हजुरहरूलाई यो भिडियो लिएर आएको छु। भिडियो मन पर्यो भने लाइक कमेन्ट गर्नुका साथै मेरो च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला। अब यहाँ मैले एउटा प्यानमा ठुलो चम्चाको 1 चम्चा घिउ राखेँ। यो घिउ तातेपछि मैले ठुलो चम्चाको 1 चम्चा मेथी र झन्डै 1.5 चम्चा जति ज्वानो पनि फुराएँ। यो ज्वानोको झोल भएको हुनाले चाहिँ अब ज्वानो र मेथी त अलि बढी राख्नै पर्यो नि फ्लेभरको लागि हैन। त्यस भएर मैले अलि बढी क्वान्टिटीमा राखेँ। त्यसै गरी मैले 1 टिस्पुन जति जिरा पनि फुराएँ। अब यसमा मैले अलिकति जिम्बु पनि राखेँ। यो जिम्बु चाहिँ अप्सनल हो। अब यो ज्वानो मेथीलाई मजाले पड्किन दिने र रातो रातो हुन्जेल यसलाई पकाउने। यो जति पाक्यो यसको फ्लेभर त्यति मिठो आउँछ। र अब यो ज्वानो मेथी यतिको भइसकेपछि यसमा मैले अदुवा लसुनको पेस्ट राखेँ। अब हजुरहरूलाई थाहै छ होला, सुत्केरीको लागि हो भने चाहिँ लसुन राख्न मिल्दैन। अब हामीले आफूले खाँदा त अदुवा लसुनको फ्लेभर यसमा एकदमै मिठो हुन्छ। अब यो अदुवा लसुनलाई पनि 2 मिनेट जति यो ज्वानो मेथी सँगसँगै पकाउने। अब यता अदुवा लसुन पाकुन्जेल मैले एउटा ग्लासमा आधा ग्लास पानी लिएँ। यसमा ठुलो चम्चाको 2 चम्चा चामलको पिठो राखेँ। अब यसलाई मजासित घोलिदिने। त्यसपछि अब यता अदुवा र लसुन पनि पाकिसक्यो। यसमा 1 टिस्पुन कुटेको मरिच, हाफ टिस्पुन गरम मसला पाउडर, हाफ टिस्पुन जिरा धनियाँ पाउडर, हाफ टिस्पुन बेसार राखिदिने र सँगसँगै पानी पनि राखिदिने। मैले 1 कप पानी राखेँ। अब यसलाई राम्रोसँग मिक्स गरिदिने। त्यसपछि यसमा अघि घोलेर राखेको चामलको पिठोलाई पनि राखिदिने र यसमा नुन पनि राख्ने आफ्नो टेस्ट अनुसार। अब यसलाई मजाले चलाएर एकैछिन राम्रोसँग पाक्न दिने। अब यो उम्लिन थाल्यो। यसलाई यसै गरी मजाले 10 मिनट जति पकाउने। यसमा चामलको पिठो राखेको छ, त्यसो भएर यो पिठो राम्रोसँग पाक्नुपर्छ। अब यसरी नै यसलाई पकाएर 10 मिनट जति पकाएपछि स्टोभलाई अफ गरेर यसलाई अर्को भाँडामा ट्रान्सफर गर्ने। अब यो ज्वानोको झोल रेडी भयो पाकेर। अब यसलाई अर्को भाँडोमा ट्रान्सफर गर्ने। मैले त यस्तो किसिमबाट जनाको झोल पकाउँछु। हजुरहरूले कुन कुन ठाउँबाट यो भिडियो हेर्दै हुनुहुन्छ र हजुरहरूको ठाउँमा कस्तो किसिमबाट जनाको झोल बनाउने गर्नुभएको छ कमेन्ट बक्समा लेखिदिनु होला। र यतिन्जेल धैर्यताका साथ भिडियो हेरेर बस्नुभएकोमा हजुरहरू सबैजनालाई धेरै धेरै धन्यवाद। हस् त आजलाई यति नै।